रोहित कुमार पौडेल, वान अफ द बेस्ट क्याप्टेन अफ द नेपाली क्रिकेट टिम। यिनलाई नचिन्ने नेपाली क्रिकेट फ्यान को होला र? यिनको कप्तानीमा नेपाली क्रिकेट टिम कहाँदेखि कहाँ पुगिसक्यो। यिनले एउटा नर्मल एसोसिएटेड कन्ट्रीलाई के दिएनन् र? यिनको कप्तानीमा नेपालले ब्याक टु ब्याक दुईचोटि टी20 वर्ल्ड कप खेल्ने मौका पाएको छ। यिनको कप्तानीमा एससीसी कप, वेस्ट इन्डिज जस्तो दिग्गज टिमसँग सिरिज विन, सेकेन्ड हाइएस्ट टोटली टी20 आए। यस्ता कति रेकर्ड्स बनायो नेपालले। तर एक समय यस्तो थियो, एक समयमा यिनलाई यस्तो रेस्पेक्ट दिन्थेन। एक समयमा उनले अहिलेको जस्तो ब्याटिङ, बलिङ र फिल्डिङबाट आफ्नो पर्फर्मेन्स दिन सक्थेनन्। सन्दीप लामिछानेलाई क्याप्टेन्सीबाट हटाएपछि न्यू क्याप्टेन कसलाई बनाउने भन्ने क्यानमा ठुलो डिस्कसन चलिरहेको थियो। फ्यान्सहरू ढुक्कै थिए। उनीहरूलाई लाग्थ्यो कि सोमपाल कामी त फिक्स न्यू क्याप्टेन बन्छन्। तर यस्तो गरेनन् क्यानले सरप्राइज दिएर न्यू क्याप्टेन रोहित कुमार पौडेललाई फाइनल डिसिजन गर्यो। उनी टिममा आउँछन्, नेपाली क्रिकेट टिमलाई लिड गर्छन्। तर नेपाली क्रिकेट टिम झन कमजोर हुँदै जान्छ। सायद उनको एक्सपिरियन्सको कमीले पनि हुन सक्छ। सन्दीप लामिछाने फ्यान्सबाट पर्सनल क्रिटिसिजम, चारैतिरबाट ट्रोलिङ, यस्तो समय आइसकेको थियो कि टिममेटले पनि रेस्पेक्ट दिन छाडेका थिए। फ्यान्सहरूले अपशब्दको समेत प्रयोग गरिसकेका थिए। तर यिनी हार मान्दैनन्। यिनको प्यासन, यिनको डेडिकेसन, यिनको क्रिकेटप्रति प्रेम, मेहनतले अहिले यिनी कहाँ छन् हजुरहरू देख्न सक्नुहुन्छ।